हेलो गुड मर्निङ सेवार हो तपाईँहरू सबैजनालाई। आजको म चाहिँ ब्लग स्टार्ट गर्दैछु। म चाहिँ खानासाना खाएर अब मेरो अफिसतिर जाँदैछु। आज चाहिँ एकदमै राम्रो मौसम छ, घाम लागिरहेको छ। यहाँनिर अब चाहिँ मेरो चाहिँ फर्स्ट काम चाहिँ सरसफाइ नै हुन्छ। छोरी मान्छे भएपछि पहिला सुरु नै कुच्चो चाहिँ समय हाल्नुपर्छ। कुच्चो चाहिँ समय हाल्छु। सफा पनि गरिसकेँ। भाइ आइपुग्नु भयो दोकानमा। अनि त्यसपछि पानीमा जहिले म पानी हाल्छु। अनि त्यसपछि मैले चाहिँ सरसफाइ गरेँ। सरसफाइ पुछपाछ मेरो सिस्टमहरूमा धुलो लागेको थियो, त्यो धुलो लागेकोहरू हटाएँ। त्यसपछि चाहिँ मैले सब चकाचक बनाएँ र सुरुमै हिजोको कामहरू हेरेँ। अनि त्यसपछि फेरि पेपरहरू मिलाउनुतिर लागेँ। कागजपत्रको जताततै कस्तो भइरहेको थियो तिनीहरूलाई मिलाएँ। त्यो मिलाइसकेपछि मात्रै अरू काम गर्नु पारा आउँछ नि त। जतासुकै छरपस्ट भएको राम्रो पनि देख्दैन। पहिला चाहिँ लक्ष्मीलाई बोलाउनको लागि चाहिँ सिनिक सानाकै चाहिन्छ नि त। अनि त्यसपछि मैले त्यो काम पनि सकेँ। त्यसपछि मैले यो बिहेको कार्डहरू देखाएर रहेको स्याम्पल जुन चाहिँ कस्टमरलाई देखाएर छरपस्ट भएको थियो त्यो पनि बटनबाट गरेर मिलाएर राखेँ। एउटा गरेर हेर्न सजिलो होस्। यो कार्ड चाहिँ आज 150वटा अर्डर मैले पाइसकेँ। धुलाबारीबाट कस्टमर चाहिँ धुलाबारीदेखि सम्झेर आउनु भएछ। खुसी लाग्यो। यो कार्ड उहाँहरूले 150वटा अर्डर गरेर गइसक्नु भयो। कार्ड अर्डर पाइसकेँ। त्यसपछि चाहिँ मैले हिजोको अर्को एउटा काम रहेको थियो त्यसलाई पनि चेक गरेँ। अनि उहाँहरूलाई पनि मैले छिटो काम सकाएर पठाइदिएँ। त्यसपछि अरू काम चेक गरेँ मैले। त्यसपछि फेरि अर्को कामतिर लागेँ। त्यो काम मैले पुरा गरिसकेँ। फेरि त्यसपछि अर्को काममा लागेँ। यस्तै हो, अर्को काम गर्दै गरेँ। फेरि अर्को काम गरेँ। त्यसपछि मैले आज भेटी चाहिँ राम्रै फेला पारेँ है। यो चाहिँ मैले भेटी फेला पारेको हो। अनि त्यसपछि चाहिँ मैले अर्को काम हेरेँ। अर्को काम पनि यो पनि मैले गरेँ। यसलाई पनि पुरा गरेँ। त्यसपछि चाहिँ यो काम पनि गरेँ। काम गर्दै आधा दिन पनि बितिसक्यो। त्यसपछि आयो ट्वेन्टी खाने समय। ट्वेन्टी पनि खाएँ मैले। अनि त्यहाँदेखि चाहिँ फेरि अर्को काम गरेँ। त्यो काम पनि मैले